अब म चाहिँ फेरि बेसी झर्नु पर्ने हुन्छ किनकि म चाहिँ काँटी लिन आएको थिएँ क्या। काँटी सिकिदिरहेको थियो मेरो मैले चाहिँ काँटी साटी किनिसकेर बाँदरको नाति चाहिँ हिँडिसकेँ होइन। यहाँ चाहिँ बाटो डेन्जर छ क्या। यहाँ म चाहिँ होइन सोमराज दाजु भएकोमा पुगिसकेको चाहिँ होइन। टक्क लाएर होइन के गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन। टक्क लाएर होइन चाहिँ पुगिसकेको छैन। सुतिरहेको रहेछ होइन। म तर्साउँछु ल। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ म धेरै दिनपछि लङ भिडियो मैले लिएर आएको छु होइन। विशेष गरी चाहिँ मेरो लङ भिडियो नआउनुको कारण चाहिँ यो चाहिँ मेरो यसको टुप्पा चाहिँ मेरो हारै गएको छ। यो चाहिँ माइक हो होइन। त्यसको चाहिँ टुप्पा हारै गएको छ होइन। टुप्पा भन्दा पनि त्यसको ढक्कन चाहिँ हारै गएको छ क्या। अनि त्यो भएर मैले लङ भिडियो ल्याउन सकिरहेको थिइनँ र त्यस्तै मैले काम चलाइरहेको छु होइन। अहिलेको लागि चाहिँ म चाहिँ आज स्कुल डाँडातिर छु क्या विशेष चाहिँ। त्यही भएर मैले यो काम चलाइरहेको छु होइन। अनि धेरै राम्रो छ स्कुल डाँडा चाहिँ। अनि म चाहिँ यतातिर छु। स्कुल डाँडा यस्ता छ होइन। यताको स्कुल हो। अनि तपाईँहरूले पुरा भिडियोमा देखाउँछु है त, तपाईँहरूले हेरिदिनु होला। टक्क लगाएर होइन। यता चाहिँ दामी सिन देखिरहेको छ होइन। अनि यो चाहिँ भन्दै गरेको स्कुल होला सायद, त्यो मलाई थाहा भएन। अनि यता फलैचा भयो अनि स्कुल भयो। म चाहिँ स्कुल डाँडामा छु। अनि विशेष चाहिँ हाम्रो देपाकको बिर्खा पार्क भन्ने पार्क यो चाहिँ। अनि म चाहिँ त्यहाँ जाँदैछु होइन। अनि कस्तो रहेछ भनेर म पनि हेर्नु पऱ्यो। पहिला पनि हेरिरहेको थिएँ। पहिला चाहिँ मैले यस्तो लङ भिडियो बनाएको थिइनँ क्या होइन। राम्रो देखिरहेछ यस्तो छ। ठ्याक्क म चाहिँ छिरेँ होइन बिर्खा पार्क भन्ने पार्कमा। अनि ठ्याक्कै यहाँदेखि देखिने भ्यू चाहिँ यस्तो छ क्या। स्वर्ग क्या यहाँ चाहिँ होइन। फेरि यस्तो कि त्यस्तो गर्छ होइन। दामी देखिरहेछ क्या। यता नेबुङमा अनि यता खम्रोमा यो बस्ने म बसिरहेको स्कुल डाँडा भन्छ के भन्छ मलाई थाहा छैन। अनि म चाहिँ यस्तो बसिरहेको छु होइन। धेरै दिनपछि क्या लङ भिडियो चाहिँ होइन। अनि यो चाहिँ हाम्रो राष्ट्रिय झन्डा यहाँ यस्तो छ। ठ्याक्क लगाएर यहाँदेखि चाहिँ यो डाँडादेखि चाहिँ सबै देखिन्छ क्या। हेर्नुहोस् म चाहिँ होइन अब फर्किसकेँ। म चाहिँ यो ढोका लगाइदिइरहेको छु। म चाहिँ फर्किसकेँ होइन। अब म चाहिँ फेरि बेसी झर्नु पर्ने हुन्छ किनकि म चाहिँ काँटी लिन आएको थिएँ क्या। काँटी सिकिदिइरहेको थियो मेरो हाम्रो त काम चलिरहेको थियो। त्यहाँ चाहिँ काँटी सिकिदिइरहेको थियो 4 इन्चको काँटी। अनि त्यही लिन आएको थिएँ। अनि म चाहिँ फर्किँदैछु। अनि यता चाहिँ हाम्रो स्कुल एसी अफिस हाम्रो सारको यस्तो छ। याङखिरी यो याङखिरी यहाँदेखि दामी देखिने रहेछ। मैले चाहिँ काँटी साटी किनिसकेर बाँदरको नाति चाहिँ हिँडिसकेँ होइन। अनि चाहिँ यता पुगिसकेको छु।
यता चाहिँ मैले छोडिसकेको छु अघिको ठाउँ चाहिँ। अनि फेरि यता म आइसकेको छु। टक्क लगाएर यहाँदेखि चाहिँ उतादेखि चाहिँ रोड घुमिरहेको रहेछ। यहाँदेखि चाहिँ बाटो छ कि फेरि सर्टकट। यहाँ चाहिँ बाटो चाहिँ खतरा भएको रहेछ क्या होइन। ल हेर्नु कहाँ भन्दाखेरि यहाँ है मान्छे यहाँ लड्न सक्छ कसैले। म चाहिँ होइन चावा पुग्न लागिसकेँ होइन। अनि टक्क चावा पुगेर चाहिँ फेरि उता घरेली पुग्नु पर्ने छ क्या। म चाहिँ यहाँ चाहिँ हाम्रो सम्बी लुङमा भन्ने मान्छे छ दाजु, मेरो चाहिँ दाजु होइन। अनि त्यहाँ चाहिँ म चाहिँ पुग्नु पर्ने हुन्छ है। अनि त्यस्तै छ। अनि त्यहाँदेखि चाहिँ फेरि तल म चाहिँ पिसुवा झार्नु पर्ने हुन्छ होइन। अनि त्यता चाहिँ मेरो पनि बिरुवाहरू छ, हेरिराख्नु पऱ्यो। यहाँ चाहिँ बाटो डेन्जर छ क्या। यहाँ हेर्नु ल, यहाँ चाहिँ डेन्जर बाटो छ क्या है। तर म चाहिँ होइन धेरै खुसी लागिरहेको छैन। किन भन्दाखेरि यो मेरो माइकले काम गरिरहेको छ क्या। यो चाहिँ चुट्टिनु आँटेको छ होइन। अर्को लिनु पर्ला। यसले गर्दा चाहिँ यो माइकले गर्दा चाहिँ मैले धेरै पटक राम्रो ठाउँहरूबाट मैले भ्लगिङ गर्न पाएको थिइनँ क्या। अब चाहिँ म यसले नै युज गरेर म राम्रो भ्लगिङहरू ल्याउने छु। यहाँ चाहिँ हाम्रो देवीथान पूजा गर्ने ठाउँ। म यो चाहिँ देखाउन चाहिनँ किनकि यो देखाउन हुँदैन होला लाग्छ मलाई है। यता चाहिँ यो पहिला सानोमा पढ्दाखेरि चाहिँ स्कुलदेखि चाहिँ भागेर यता पिङ खेल्नु आइन्थ्यो कि पिङ भन्दा पनि यता तास खेल्नु आइन्थ्यो। अनि त्यसको नतिजा चाहिँ आज भोलि देखिँदैछ है। कसलाई थाहा छ कि थाहा छैन, मलाई चाहिँ प्रष्टै बुझेर आयो है। यो चाहिँ हाम्रो शौचालय, देवीथान पूजा गर्ने मान्छेहरू यहाँ आएर बस्नुहुन्छ। उहाँहरू लास्टै दामी छ है। यता मैले चाहिँ एक राउन्ड मारेर आइसकेँ क्या होइन। म चाहिँ ठ्याक्कै चावाको छेउमा छु। चावा चाहिँ मैले काटिसकेको छु। ठ्याक्कै यहाँदेखि चाहिँ यहाँ चाहिँ दुईवटा बाटो छुट्छ क्या। जाँदै मूल बाटोमा दुईवटा बाटो फाट्यो भने जस्तो। यहाँ चाहिँ हेर्नु न, एउटा चाहिँ तल झार्ने डाइरेक्ट पिछो जाने, यो चाहिँ घरेली जाने। म चाहिँ यो घरेली जाने बाटोदेखि जान्छु। यता चाहिँ जाँदा चाहदिनँ किनकि मेरो पोरो काम छ क्या। अनि यहाँदेखि म जाँदैछु। अनि यहाँ चाहिँ हाम्रो योगेन्द्र सोल्टीको घर देखिरहेको छु होइन। तल झारेपछि चाहिँ जाँदिनँ। यहाँ माथिदेखि नै भिडियो देखाउँछु हाम्रो सोल्टीको घर। र यहाँदेखि देखिन्छ कि देखिँदैन है। ओ सर्प यार, त्यसका बाजे हेर्नु न, घर त दामी छ यहाँ। तर मैले चाहिँ आधिकति मात्रै देखेको क्या। यहाँ चाहिँ हाम्रो टनेल बनाउनु भएको रहेछ। टमाटर खेतीहरू यस्तो गरिन्छ यता। टमाटर खेती यहाँदेखि टक्क लगाएर यसै योगेन्द्र सोल्टीको घर। म चाहिँ तल गइनँ होइन किनकि म अलिक हतारमा छु। यो बचपनमा हत्र फुल खाइन्थ्यो यार। यस्तो हेरेर
यस्तो गरेर खाइन्थ्यो यार। यसरी खाइन्थ्यो। हाम्रो राजबाङाको घर यो चाहिँ पहिलाको घर हो, राजबाङाको घर। अनि अहिले चाहिँ नयाँ घर बनाउनु भएको छ उहाँले पनि। यहाँ तल छ क्या, यो चाहिँ राजबाङाको घर। म चाहिँ फेरि यहाँदेखि यस्तो जाँदैछु, यता जाँदैछु। यता चाहिँ मान्छे नहिँडेर चाहिँ अलिक जङ्गल छ क्या, फेरि डर लाग्छ क्या मलाई सर्पदेखि चाहिँ। विशेष सर्प हुन्छ कि भन्ने डर हुन्छ कि मलाई चाहिँ। यहाँ स्लो मोसनमा होइन, स्लो मोसनमा जाँदैछु। घरैले पुग्न आँटिसक्यो होइन म चाहिँ। अनि यहाँदेखि चाहिँ यता जङ्गल छ क्या फेरि पुरा। र यहाँदेखि चाहिँ लास्टै दामी भ्यू देखिँदो रहेछ क्या होइन। ओहो मधेश में नहीं, पहाड़ में चल लो दिखेगा आपको स्वर्ग। यहाँदेखि चाहिँ हेर्नु, यहाँ चाहिँ धेरै मान्छेहरू हिँड्दो रहेछ होइन। यहाँदेखि ऊ चाहिँ राम्रो बाटो छ, यहाँदेखि उता चाहिँ जङ्गल छ। यो जङ्गलको बाटो चाहिँ म जानुपर्ने हुन्छ, किनकि मेरो यो बाध्यता हो होइन। चारीले त छाडेर गयो सम्झना चाहिँ डालीमै रहिरह्यो। नाता टुट्यो पारै भइगयो सम्झना चाहिँ डालीमै रहिरह्यो। एउटा चाहिँ डर लागिरहेछ होइन, सर्प हुन्छ कि भन्ने होइन। यत्रो घाम लागिरहेछ, घाम चाहिँ होइन छाला नै चरक चरक गर्ने घाम लागिरहेको छ क्या आज। साला ढुङ्गाले हान्ने कि क्या मुलालाई। यता चाहिँ बाटो चाहिँ डेन्जर छ होइन। सर्पसँग कतिखेर भेट हुन्छ भन्ने थाहा हुँदैन कि यहाँ चाहिँ। ए माया ए भगवान हुन्छ नै यहाँ चाहिँ। त्यस आज चाहिँ घुम्नु पायो, मजा भयो होइन। यहाँ चाहिँ शीतल छ क्या। बस हेर्नु न, ओहो म चाहिँ होइन सम्बिलुङवा दाजु मतलब सोमराज दाजुको कटेजमा पुग्न आँटिसकेँ होइन। घरेली भर्खर आएर होइन, उता छ क्या पर देख्नु भएको छ नि उहाँको। यो चाहिँ यो परको चाहिँ क्या, यो कटेज चाहिँ सोमराज दाजुको कटेर हो। अनि तल चाहिँ हाम्रो यसरी रुटिन भएको चाहिँ। म चाहिँ ठ्याक्कै घरेली आइसकेँ कि होइन। उहाँ चाहिँ काम गरिरहनु होला, भोक लाग्यो भनेर होइन मैले चाहिँ। अनि यहाँ चाहिँ मैले अचम्मको होइन, यो चाहिँ हेर्नु न, यो पुल हो होइन। यो ढुङ्गा चाहिँ कति लामो छ भनेर मलाई थाहा छैन। हेर्नु ठ्याक्क लाएर है, पहिलेको मान्छेहरूको बुद्धि। यहाँदेखि पनि दिउँ होइन। हेर्नु न मजाको लगाएको छ कि यति लामो ढुङ्गा है। ल है त गइयो है। ओहो यस्तो दामी छ है।
के गर्नु यार, मान्छे चन्द्रमामा पुगिसक्यो, आफू यस धरतीमै मर्ने रहेछौँ। म चाहिँ होइन सोमराज दाजु भएकोमा पुगिसकेको छु होइन, टक्क लाएर होइन के गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन, लाएर होइन मान्छेमा पुगिसकेको छैन, सुतिरहेको रहेछ होइन। म तर्साउँछु ल। पौडी हारी भिडियो बनाऊ मैं तुम ऐसे है दुखी जिंदगी। चम्चु रहेछ त किचम रुच्दैन हौ। म चाहिँ ठ्याक्क लाएर सोमराज दाजुलाई भेटेर सोम्मी लुङमालाई भेटेर म चाहिँ आफ्नै लुङमा पक्रिँदै फेरि झार्दैछु होइन। यहाँ चाहिँ त चाहिँ अर्को लुङमा खाइदिने झोडी रहेछ। लुगु 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 यो चाहिँ मेरै जग्गा हो होइन, हाम्रै जग्गा हो, मेरै भनौँ न। तर यो चाहिँ माक्सा निस्किने जस्तो रहेछ। माक्साहरूले माक्सा बनाउँछ होला। यस्तो छ कटेज यहाँ छ है, यो चाहिँ यता छ एटेरिका हो। म चाहिँ पिसुवा पुगिसकेको छु होइन। अनि अब चाहिँ म चाहिँ खाना बनाउनु पर्ने हुन्छ। अनि आजको छोटो ब्लग चाहिँ म यहीँ राख्न चाहन्छु। अब हामी अर्को भ्लगिङमा छिटै भेट्नेछौँ। तपाईँहरूले यसरी नै साथ सपोर्ट गरिबस्नु होला। र आजको छोटो ब्लग यहीँ राख्न चाहन्छु। हस्त धन्यवाद, टाटा बाई बाई।